नेपाली परम्परागत लोक संस्कृति प्रतिष्ठान लुम्बिनी प्रदेश कपिल वस्तुबाट बाढ गंगादेखि अगाडि बढेको बुद्धि सागर बेलवासीको समूह कता हुनुहुन्छ? मलाई यसो हात दिनुहोस्। कता हुनुहुन्छ? अगाडि बढिदिनुहोस्। अगाडि लाउनुहोस्, तपाईहरुकै पालो। अगाडि बढिदिनु होला, आइदिनुहोस्। अहिले भने नेपाली परम्परागत लोक सांस्कृतिक प्रतिष्ठान कपिल वस्तु लुम्बिनी प्रदेशबाट अगाडि बढिरहनु भएको समूह, यदि तपाईहरुको नाच्ने र झाँकी देखाउने हुनुहुन्छ भने तल्लो स्टेजमा रहिदिनु होला। जो गाउने बजाउनु हुनुहुन्छ माथिल्लो स्टेज आइदिनु होला। हार्दिक हार्दिक सम्मान छ। कपिल वस्तुबाट अगाडि बढेको नेपाली परम्परागत लोक सांस्कृतिक प्रतिष्ठानलाई स्टेज चढ्न अनुरोध गर्छु। ल आइदिनु होला, मिठो भजन गाइदिनु होला। तीन से 5 नेपाल भरिबाट पूर्वदेखि पश्चिम उत्तरदेखि दक्षिणसम्म सम्राट आदरणीय दाई प्रजापति पराजुलीको समन्वयमा सम्पूर्ण टिमहरू एकत्रित हुनुभएको छ। न भूत न भविष्य जस्तो कुनै पनि प्रतियोगिता राष्ट्रिय स्तरको 3 से 5 टिम भएकै छैन। यो हजुरको ऐतिहासिक कार्य हो। त्यसैले पनि आग्रह गर्छु, हाम्रो देशमा काम गर्नेहरूको भन्दा कुरा गर्नेहरूको मात्रै चर्चा हुन्छ। काम खुट्टा तान्ने काम हुन्छ। तर पनि आदरणीय दाई जसले लोकदोरीलाई उठाउनु भयो, त्यसै गरी लोक भजनलाई उठाइरहनु भएको छ। रत्याउलीदेखि यसै गरी तीज गीतलाई पनि उठाउनु भएको छ। म सानो हुँदा देख्थेँ दाइले एउटा किताब टिक्रिक्का छापेर, अनि न माइक हुन्थ्यो न बाजा हुन्थ्यो, 2 रुपियाँ बटुल्दै त्यही पनि कतिपय सित्त्या दिँदै कम्ती आशीर्वादको ताली लगाइदिनुहोस्। दाइ 2 शब्द बोल्नुपर्छ, यसो अगाडि आइदिनुहोस्। धेरै धन्यवाद छ भाइ। अब मैले समाएपछि माइक अलि बनाइदेऊ बाबु, आवाज बिग्रिसकेको छ। धेरै बोल्दिन, सबैले एकचोटि भनिदिनु होला वैदिक सनातन धर्मको, फेरि पनि वैदिक सनातन धर्मको, ओमकार परिवारको, जगतका प्राणीहरूको, विश्व भाषाभाषीहरूको, नेपाल राष्ट्रको, पशुपतिनाथको, गौतम बुद्ध भगवानको, रामचन्द्र सीता मैयाको, राधा कृष्ण भगवानको, सम्पूर्ण मातृशक्तिको, सम्पूर्ण पितृशक्तिको, विजय कृष्णमूर्ति महाराज जी को जय होस्। नेपाली परम्परागत लोक सांस्कृतिक प्रतिष्ठान रूपन्देहीदेखि पाल्नु भएको समूह, कपिल वस्तुबाट पाल्नु भएको समूह, जसमा हुनुहुन्छ झबिलाल घिमिरे, बुद्धिसागर बेलवासी, लीलापति घिमिरे, कृष्ण प्रसाद घिमिरे, राम प्रसाद घिमिरे, गणेश घिमिरे, दीपक बेलवासी, लक्ष्मण घिमिरे, निरव अधिकारी, यसै गरी घनश्याम घिमिरे, बेलुका बुढाथोकी र यसै गरी रीतिमा थापा पचपैया र यसै गरी निकिता थापा हुनुहुन्छ। हार्दिक हार्दिक सम्मान छ। अब भने टाढादेखि कपिल वस्तुदेखि आएको समूहलाई आफ्नो प्रस्तुति सुरु गर्न अनुरोध गर्छु। म भने ओजेल पर्छु। सबैको जय जय होस्। श्री गणपति भगवान को, श्री गणनायक भगवान को जय हो। निशुम्भ शुम्भ गर्जिनी, प्रचण्ड मुण्ड खण्डिनी, वने रणे प्रकाशिनी, भजामि बिन्दवासिनी, त्रिशूल मुण्डधारिणी, धरा विधात हारिणी, गिरिहे गिरिहे निवासिनी, भजामि बिन्दवासिनी, दरिद्र दुःख हारिणी, सदा विभूतिकारिणी, वियोग शोक हारिणी,
भजामि बिन्दवासिनी। हे प्रभु, विश्व शान्तिका अग्रदूत भगवान गौतम बुद्धको पवित्र जन्मभूमि कपिलवस्तुको कपिल श्रृङ्गी ऋषिवरको पवित्र तपभूमि कपिलवस्तुको बाणगङ्गा नगरबाट भजन गर्न आएका हामी कपिलवस्तुवासी सबैको तर्फबाट जगत सुख शान्ति र समृद्धिको कामना गरी यस महान गण्डकी ज्ञान कोटि होम महायज्ञ आयोजना गर्नुहुने आयोजक तथा यस कोटि होम ज्ञान महायज्ञलाई प्रत्यक्ष अप्रत्यक्ष रूपमा हरेक क्षेत्रबाट सहयोग पुर्याउनुभएका सम्पूर्णप्रति हार्दिक नमन, कोटि कोटि प्रणाम नमन टक्राउँदै हाम्रो कपिलवस्तु लुम्बिनी प्रदेश क्षेत्रको आफ्नै एउटा मौलिक भाकामा यस पुण्यभूमि गण्डक क्षेत्रका केही धार्मिक तथा प्राकृतिक महत्त्वका स्तम्भहरू सेती नदी, तालबाराई माता, बिन्दवासिनी माता, गुप्तेश्वर गुफा इत्यादिका विविध किम्वदन्तीका पौराणिक बिम्बहरूलाई संक्षिप्त रूपमा हामीले भजनमा प्रस्तुत गर्ने जमर्को गरेका छौँ। अरू प्रस्तुतिबाट हाम्रा यी भजन र हाम्रा नृत्य प्रस्तुतबाट श्रवण एवं दृश्यावलोकन गरी यहाँहरूले मनोरञ्जन गरिदिनु होला। धन्यवाद। नारायण। विनायक गणेश भगवानको सुन भक्त हो कोटि हो म दर्शन गर्न जाऊ। सुन भक्त हो कोटि हो म दर्शन गर्न जाऊ। दर्शन गरे पुण्य कमाऊ। सुन भक्त हो कोटि हो म दर्शन गर्न जाऊ। सुन भक्त हो कोटि हो म दर्शन गर्न जाऊ। धन्यवाद छ कोटि होमका संकल्प कर्तालाई र स्वागत गर्छौं निर्णायकलाई।
कोटि होमका सङ्कल्प कर्तालाई राम स्वागत गर्छौँ निर्णयकलाई सम्मान गर्छौँ गुरु अनि अतिथिहरूलाई स्वागत गर्छौँ गुरु अनि अतिथिहरूलाई राम जगत शान्ति देखनालाऊ जगत शान्ति देखनालाऊ सुन भक्त हो कोटि होम दर्शन गर्न जाऊ सुन भक्त हो दर्शन गरी पुण्य कमा जगत सुख शान्तिको सङ्कल्प लिएका राम बाल योगेश्वर हौ तिमी जगत सुख शान्तिको सङ्कल्प लिएका राम बाल योगेश्वर हौ तिमी विजय कृष्ण महाराज नाम तिमीले पायौ विजय कृष्ण महाराज नाम तिमीले पायौ राम कोटि होम तरुण गरा कोटि होम पूर्ण गराऊ सुन भक्त हो कोटि होम दर्शन गर्न जाऊ सुन भक्त हो पूजन गरी पुण्य कमा कोटि होम दर्शन गर्न जाऊ दर्शन गरी पुण्य कमाऊ सुन भक्त हो कोटि होम दर्शन गर्न जाऊ सुन भक्त हो दर्शन होम दर्शन गर्न वर्ष बढाइ भयो पोखरा नगरीमा 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 हरि श्री गङ्गा माई सेती गङ्गा नाम तिमीले पाइ श्री गङ्गा माई सेती गङ्गा नाम तिमीले पाइ सेती गङ्गा नाम तिमीले पाइ सेरै घुम्दै पोखरामा श्री गङ्गा माई सेती गङ्गा नाम तिमीले पाइ श्री गङ्गा माई सेती गङ्गा नाम तिमीले पाइ
नाम राम हिमालबाट यौन बोली तिम्रो खोजी गर्दामा भइल भइनै काली तिम्रो खोजी गर्दामा भइल भइनै काली राम भक्तजनलाई मुक्ति दिनलाई भक्तजनलाई मुक्ति दिनलाई श्री गङ्गा माई श्री गङ्गा नाम तिमीले पाई श्री गङ्गा माई श्री गङ्गा नाम तिमीले बिन्दावासिनी माताको दर्शन पाउँला राम भगवती काली अवतार हो बिन्दावासिनी माताको दर्शन पाउँला राम भगवती काली अवतार हो विशुद्ध बुद्धिकारिणी
बग्दै हिमालबाट बग्दै बग्दै आइन सेती गङ्गा 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 हिमालबाट बग्दा बग्दै हरे गङ्गा जल निर्मला गङ्गा जल निर्मला कोटि होमलाई अर्घ 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 गङ्गा जल निर्मला हरे जय जयकार नमस्कार गण्डक कोटि होमलाई 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 जय जयकार नमस्कार गण्डकी कोटि होम संकल्पकर्ताको यस पुण्य कर्ममा प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने सम्पूर्ण भक्तजन महानुभावहरूको प्राकृतिक रूपमा सुन्दर नगर पोखरावासीको आराध्य देव पशुपतिनाथ भगवानको नेपाल आमाको सनातन हिन्दू धर्मको हार्दिक हार्दिक सम्मान छ। गौतम बुद्ध शान्तिको अग्रदूत, विश्व शान्तिको सन्देश फैलाउने गौतम बुद्धको जन्म स्थलबाट कपिलवस्तुदेखि यहाँसम्म आएर यो मिठो हरिकीर्तन प्रस्तुत गर्ने समूह जसले राष्ट्रिय स्तरको भजन प्रतियोगितामा आफ्नो प्रस्तुति अर्पण गर्यो, हार्दिक हार्दिक सम्मान छ। उहाँहरू बुद्धिसागर बस्यालको बेलवासीको नेतृत्वमा
नेपाली परम्परागत लोक सांस्कृतिक प्रतिष्ठानबाट यति बेला सहभागी बन्नुभएको थियो। उहाँहरूका नाममा गौतम बुद्धलाई समेत सम्झिएर एकचोटि बजाइदिनुहोस् ताली, दुवै हात उचाली उचाली हार्दिक हार्दिक सम्मान छ। पोखरामा सधैँ स्वागत गर्न पाऊँ यहाँहरूलाई हरेक पालि हार्दिक हार्दिक सम्मान छ। एउटा फोटो सेसन हुनेछ। फोटो सेसन पछि अर्को